सम्पूर्ण साहित्य प्रेमी मनहरूमा साहित्यिक भ्रमण म दीपक भण्डारी दीप। आज हामीले हजुरहरूको माझमा पुर्चौडी साहित्य संस्थानले आयोजना गरेको प्रथम खुल्ला स्वतन्त्र गजल प्रतियोगितामा विजयी हुनुभएका उत्कृष्ट 5 वटा गजलहरू लिएर आएका छौँ। हजुरहरूलाई के कस्तो लाग्छ सुनेर आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद। यस प्रतियोगितामा बागचौर नगरपालिका 10 पिपलनेटा सल्यानका गजलकार छविकिरण अधिकारी। उहाँको गजल यसरी सुरु हुन्छ। अप्ठ्यारोमा टाढिएका हुन् आफन्तजन पनि, दुखै दुःखमा बितेको हो मेरो बालापन पनि। अप्ठ्यारोमा टाढिएका हुन् आफन्तजन पनि, दुखै दुःखमा बितेको हो मेरो बालापन पनि। न सुवास छर्छ यसले न शीतलता दिन्छ यसले, न सुवास छर्छ यसले न शीतलता दिन्छ यसले। ओइलिएको पात जस्तै भाछ मेरो जीवन पनि। अप्ठ्यारोमा टाढिएका हुन् आफन्तजन पनि, दुखै दुःखमा बितेको हो मेरो बालापन पनि। गला रेटेर फुलमाला अबिर उपहार पठाउने, गला रेटेर फुलमाला अबिर उपहार पठाउने, कस्तो अनौठो रहेछ तिम्रो ठाउँको चलन पनि। अप्ठ्यारोमा टाढिएका हुन् आफन्तजन पनि, दुखै दुःखमा बितेको हो मेरो बालापन पनि। अभावले जिन्दगीभर मलाई परदेशी बनायो, अभावले जिन्दगीभर मलाई परदेशी बनायो। पराई भयो जन्मेको घर खेलेको आँगन पनि। अप्ठ्यारोमा टाढिएका हुन् आफन्तजन पनि, दुखै दुःखमा बितेको हो मेरो बालापन पनि। खै के हो सोध्छ, कहाँ हो कहाँ पुग्छ। खै के हो सोध्छ, कहाँ हो कहाँ पुग्छ। आफ्नै बसमा छैन अचेल यो मन पनि। अप्ठ्यारोमा टाढिएका हुन् आफन्तजन पनि, दुखै दुःखमा बितेको हो मेरो बालापन पनि। त्यसै गरी चन्दागिरी 8 काठमाडौँका गजलकार सङ्गीता खरेल। उहाँको गजल यसरी सुरु हुन्छ। देख्दा जीवन यति सरल देखिएको छ, देख्दा जीवन यति सरल देखिएको छ, पाइलै पिच्छे किन दखल देखिएको छ। तिमी पानी माथिको ओभानो म दोषी, तिमी पानी माथिको ओभानो म दोषी। दोषी मुखौटो भित्र ऊ असल देखिएको छ, देख्दा जीवन यति सरल देखिएको छ, पाइलै पिच्छे किन दखल देखिएको छ। फुलको संरक्षणमा बसेका काँडाहरूले, फुलको संरक्षणमा बसेका काँडाहरूले घाइते बनाउने छुट्टै पहल देखिएको छ, देख्दा जीवन यति सरल देखिएको छ, पाइलै पिच्छे किन दखल देखिएको छ। यौवन रूप धन हेर्ने यो दुनियाँमा सधैँ, यौवन रूप धन हेर्ने यो दुनियाँमा सधैँ, प्रेममा कोही फेरि पागल देखिएको छ, देख्दा जीवन यति सरल देखिएको छ, पाइलै पिच्छे किन दखल देखिएको छ। औरको चरित्रमा औँला उठाउने नै यहाँ, औरको चरित्रमा औँला उठाउने नै यहाँ, ऐना बनाउनलाई सबल देखिएको छ, देख्दा जीवन यति सरल देखिएको छ, पाइलै पिच्छे किन दखल देखिएको छ। यसै गरी हरिनाश स्याङ्जाका गजलकार मित्र ढुङ्गाना। उहाँको गजल यसरी सुरु हुन्छ। छोरी अस्ट्रेलिया छोरो जापान रहेछ, छोरी अस्ट्रेलिया छोरो जापान रहेछ, बुढेसकालमा चाहिने त सन्तान रहेछ। यथार्थमा मात्र आधारित हुने सबै कुरा, यथार्थमा मात्र आधारित हुने सबै कुरा, हाम्रा बा आमाको बोलीमा विज्ञान रहेछ। छोरी अस्ट्रेलिया छोरो जापान रहेछ, बुढेसकालमा चाहिने त सन्तान रहेछ। माफ गर्नु यसकारण छोरी दिइन मैले, माफ गर्नु यसकारण छोरी दिइन मैले, तपाईको छोरो गाउँको किसान रहेछ।
छोरी अस्ट्रेलिया, छोरो जापान रहेछ, बुढेसकालमा चाहिने त सन्तान रहेछ। युवा बेच्छ अनि खाद्यान्न किन्छ देशले, युवा बेच्छ अनि खाद्यान्न किन्छ देशले। महाशय, नेपाल कसरी कृषि प्रधान रहेछ, छोरी अस्ट्रेलिया, छोरो जापान रहेछ, बुढेसकालमा चाहिने त सन्तान रहेछ। बाको निधनमा फर्किएनन् छोराछोरी, बाको निधनमा फर्किएनन् छोराछोरी। हेर्नुहोस् त यो पैसा कति बलवान रहेछ, छोरी अस्ट्रेलिया, छोरो जापान रहेछ, बुढेसकालमा चाहिने त सन्तान रहेछ। यसै गरी सिरानचोक 3 हर्मी गोर्खाका गजलकार दीपक गजमेर, उहाँको गजल यसरी सुरु हुन्छ। छैन पहिले झैँ तागतिलो अनाज आज भोलि, छैन पहिले झैँ तागतिलो अनाज आज भोलि, बाढ भैलोमा रमाउँदैछ समाज आज भोलि। देश मसान घाट पो बनाउँछन् कि चिन्ता लाग्छ, मान्छे बेचेर लास ल्याउँछ जहाज आज भोलि। छैन पहिले झैँ तागतिलो अनाज आज भोलि, बाढ भैलोमा रमाउँदैछ समाज आज भोलि। सिरानीमा विष राखेको छु औषधि भनेर, सिरानीमा विष राखेको छु औषधि भनेर, कहाँ सक्छ गर्न गरिबले इलाज आज भोलि। छैन पहिले झैँ तागतिलो अनाज आज भोलि, बाढ भैलोमा रमाउँदैछ समाज आज भोलि। घर अधुरो छ शून्य लाग्छ खानामा स्वाद छैन, घर अधुरो छ शून्य लाग्छ खानामा स्वाद छैन, आउँदैन भान्सामा आमाको आवाज आज भोलि। छैन पहिले झैँ तागतिलो अनाज आज भोलि, बाढ भैलोमा रमाउँदैछ समाज आज भोलि। सोच्थे आमा किन गुनासो गर्नुहुन्छ मेरो बारे, सोच्थे आमा किन गुनासो गर्नुहुन्छ मेरो बारे, बल्ल पाउँदैछु म त्यसको अन्दाज आज भोलि। छैन पहिले झैँ तागतिलो अनाज आज भोलि, बाढ भैलोमा रमाउँदैछ समाज आज भोलि। यसै गरी सुदूरपश्चिम दार्चुलाका गजलकार राजेश छेत्री निर्दोष, उहाँको गजल यसरी सुरु हुन्छ। एउटा कथा लेख्नु छ दुश्मनहरूको झमेला सकिएको, एउटा कथा लेख्नु छ दुश्मनहरूको झमेला सकिएको, साउको बारीमा बा आमाको अदेला सकिएको। खाडीको चर्को घाममा खुन पसिना बेचेर पनि, खाडीको चर्को घाममा खुन पसिना बेचेर पनि, अझै छैन आँगनमा ऋणीहरूको भेला सकिएको। एउटा कथा लेख्नु छ दुश्मनहरूको झमेला सकिएको, साउको बारीमा बा आमाको अदेला सकिएको। छोराले पेटको भोक गोजीमा पैसा सकिएको देख्छ, छोराले पेटको भोक गोजीमा पैसा सकिएको देख्छ, देख्दैन बाको कुटो कोदालो गर्दै हत्केला सकिएको। एउटा कथा लेख्नु छ दुश्मनहरूको झमेला सकिएको, साउको बारीमा बा आमाको अदेला सकिएको। तपाईँ विकास निर्माणका कामहरू गर्दै हुनुहुन्छ, तपाईँ विकास निर्माणका कामहरू गर्दै हुनुहुन्छ, हतार नगर्नुहोस् दिगो बन्छ बरु अबेला सकिएको। एउटा कथा लेख्नु छ दुश्मनहरूको झमेला सकिएको, साउको बारीमा बा आमाको अदेला सकिएको। ए चरी मेरो हुलाकी बनेर म भएको ठाउँसम्म, ए चरी मेरो हुलाकी बनेर म भएको ठाउँसम्म, खबर लिएर आऊ आमाको हातमा ठेला सकिएको। एउटा कथा लेख्नु छ दुश्मनहरूको झमेला सकिएको, साउको बारीमा बा आमाको अदेला सकिएको। हाम्रो यस गजल प्रतियोगितामा जम्मा 35 जना साहित्य प्रेमी मनहरूले सहभागिता जनाउनु भएको थियो। त्यसको लागि सम्पूर्ण प्रिय मनहरूलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। साथै हाम्रो यस प्रतियोगितामा विजयी हुनुभएका गजलकारज्यूहरूलाई हार्दिक बधाई सहित साहित्यिक सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ। साथै हामीलाई अहिलेसम्म सुनेर साथ दिनुहुने तपाईँ प्रिय मनहरूलाई
हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै आजको बसाइबाट म पुर्चौडी साहित्य संस्थानको संस्थापक दीपक भण्डारी दीप पनि ओझेल पर्न चाहन्छु। धन्यवाद।